हाई गाइज, हामी चाहिँ जङ्गलमा छौँ। हामी कटुस खोज्दै आएका थियौँ अनि हामी चाहिँ यता जङ्गलमा आयौँ। यहाँ भाइ बहिनी कता जाँदैछन् थाहा छैन। यहाँ भाइ छ एउटा। हाई, कहाँ छौ तिमी? यता कतै छ भाउजू, त्यहाँ हुनुहुन्छ। हजुर, को लाठी तिमीले भेटाए होइन त्यो? ल हेर्नुहोस् गाइस, यहाँ कटुस रहेको छ। कटुस भाउजू चाहिँ त्यहाँ पात टिप्दै हुनुहुन्छ गाइस। ल हेर्नुहोस्, मजाले जान मिल्दैन त्यहाँ। अब चाहिँ जान लागेको म चाहिँ माथि। बाटो यस्तो छ। कटुस थियो र कटुस टिप्न आएकोमा चाहिँ कटुस टिप्न आएका थियौँ। अनि बाटो कता हो? भाउजू चाहिँ पात टिप्न लाग्नुभयो। सो अब हामी फेरि माथि जाँदैछौँ। हेरौँ है त कहाँ पुग्छौँ। ल फाइनली म रोडमा निक्लिसकेँ। हेर्नुहोस्, यस्तो छ हाम्रो घर गाउँठाउँ है। त ट्रेकिङ होइन मम्मी, दिदी मलाई के हो बास्ना आइरहेको किन? हाइकिङ हिँडे जस्तै बाघको बास्ना आउँछ मलाई। कहाँ बाघको बास्ना आउँछ? गनाएको हो त्यो। के बनाएको? पात आउनु। ओके, सो गाइज बाटोमा दिदीलाई भेट्यौँ। रिलेटिभ्स नै हो है। सो भेट्यौँ, खुसी लाग्यो। सो अब चाहिँ भाउजूहरू अगाडि पुगिसक्नु भएको छ। उहाँ माथि पुगिसक्नु भएको छ। म पनि जाँदैछु। तिर्खा लाग्दैछ क्या गाइज हामीलाई। यतातिर त कटुस पाइकन जता जाँदैछौँ, तर यता हामी त इन्जोय गर्न आएको नि त, मात्रै कटुस खोज्न आएको होइन। सो त्यहाँ पानी छ अनि पानी पिउँछौँ। उता एउटा चौतारी छ कि, सो त्यहाँ पनि जान्छौँ गाइज। अनि त्यहाँबाट यस्तो राम्रो भ्युज देखिन्छ, त्यो पनि थाहा हुन्छ तपाईँहरूलाई। सो अहिले चाहिँ म जाँदैछु। भाउजू भाइहरू चाहिँ उहाँ पुगिसक्नु भयो। म अलिक गफ गर्दै थिएँ त्यो दिदीसँग, त्यसरी लेट भयो। उता एउटा चौतारी छ, त्यहाँसम्म पुग्छौँ। त्यहाँ पनि झर्ना छ, त्यहाँ पानी पिउँछौँ है। पुरै हाइकिङ गए जस्तो फिल भाइब्स आउँदैछ। स्याडली भाउजूले डाटा त लिनुभएको रहेछ कि भिडियोजहरू बनाउनको लागि, बट चली छैन भन्दै हुनुहुन्थ्यो। अलिक तल त चल्दैन, डाटामा यस्तै हो है। जाँदैछौँ। तपाईँहरूलाई उताको डाटा देखाउँछ, हेर्नु है। त्यो डाँडा कस्तो राम्रो देखिएछ। हेर्नुहोस् त कस्तो राम्रो देखिएछ त्यो डाँडा। तपाईँहरूलाई जानकारीको लागि यो जुन डाँडा हो नि माथिको आकाश छ जस्तो देखियो नि, त्यो डाँडाको उताको साइडमा चाहिँ तनहुँ जिल्ला रहेको छ। किउँ त्यहाँ चाहिँ भाउजूहरू जानुहुन्छ केही दिनमा। अहिले चाहिँ हामी स्याङ्जामा छौँ के अरे, तपाईँहरूलाई थाहा छ स्याङ्जा जिल्लामा। गाइस फेरि यहाँ पनि कटुसहरू भेटेर कटुसको रुख रहेछ र त्यहाँ हेर्दै हुनुहुन्छ कटुस छ कि भनेर। यहाँ हेर्दै हुनुहुन्छ। यहाँ चाहिँ कटुसको रुख छ, उता माथि छ कटुस। सो यतै हुनुपर्ने हो त्यस्तो हिसाबले त। र यी गाइज भेटेँ पनि मैले। गाइज झर्ना जस्तै रहेको छ, झर्ना त होइन, पानी चाहिँ रहेको छ। यहाँ धारा पनि छ होला सायद, अनि पानी पिउनेछौँ। साह्रै घाँटी सुकिसकेको छ। हेर्नुहोस् गाइज, यिनीहरूको काम चप्पल बगाउने अनि फेरि छोप्ने हो। भाउजूहरू जानुभएको छ माथि छ होला नि, मूल जस्तो केही। अलि माथि जाऊँ न, आउन नि यता। कहाँ हिँड्यो क्या? यता जाँदैछौँ हामी। गयो चप्पल गयो। धन्नै नानीको चप्पल बगाएको यहाँ पुगिसकेको थियो। यहाँ त जाने ठाउँ छ। सो जाँदैछौँ म अगाडि। आऊ नानी, म पनि जाँदैछु अब। नानी हेर्नुहोस्, असबर्बी लाइक हुँदै देखाउँदैछन्। म जाँदैछु अगाडि पानी पिउनको लागि। कस्तो सफा पानी छ। ए खै सुन, घाँटीमा नलगाउनु कि घाँटीमा लगा गाइस मान। होइन रहेछ। कस्तो केटा घाँटीमा बेरेर बस्ने।
आऊ माथि आऊ जाँदैछौँ गाइज सफा पानी रहेको छ होप्छ माथि खानेवाला पिउनेवाला पानी नि भेट्नेछौँ एकदम तातो रहेको छ पानी चाहिँ गाइज यहाँबाट चाहिँ मूल जस्तो रहेछ अनि त्यहीबाट पानी आउँदैछ नि त योवाला चाहिँ त्यहीबाट पानी आएको नि त्यस्तो त्यही भएर म भाउजूलाई यहीँबाट पिउँ भन्दैछु ए केले हो खोइ पानी धेरै गहिरो भएर हो त्यहाँ सो भाउजूले चाहिँ मलाई माथि बोलाउँदै हुनुहुन्छ जाउँ है त माथि नै तिमीहरू यही पानी पियो म जाँदैछु गाइज धेरै नै चिफ्लो रहेको छ गाइज झन्नै म लडेको म माथि पुगिसकेँ यहाँ नानी वहीँ बस्यो हेर्नुहोस् खानु न ल जाँदैछु ओके यहाँ खाँदै हुनुहुन्छ भाउजूले खानुहोस् न पानी अहिलेसम्म पानी खायो चिप्लो किन र मलाई केही लाग्दैन साथीहरू भएर भाउजू पानी पिउँदै हुनुहुन्छ गाइज कस्तो छ जान उसले है त मिठो छ स्वादिलो छ गाउँको अर्ग्यानिक मूलबटाको के भयो म पनि पानी पिउन जाँदैछु गाइस ल पिउँ है त पानी तपाईँहरू नि पिउनुहोस् तपाईँहरूको लागि निकाल्छु फर्स्टमा ल पिउनुहोस् एकदम मिठो रहेको छ गाइस पानी चाहिँ एकदम मिठो रहेको थियो अब चाहिँ हामी जाँदैछौँ यहाँ पनि कटिसको काँडा रहेछ गाइस त्यो पानी धेरै भएको भएर हो के के रहेको छ के रहेको छ गाइस थाहा छैन कहाँबाट हो आएको यताको ऊ त्यहीँको खायो हुन्थ्यो के ऊ यहीँकोबाट खा म अब जाँदैछु हेर्नु त यिनीहरू गाइज भन्दैछ नि तान्दैछ लेप्ची नथिङ केही नै छैन यहाँ केही नै छैन बहिनीको हालत हेर्नु गाइज बहिनीको हालत हेर्नुहोस् त यस्तो भइसक्यो उसको प्यान्ट पुरै पछाडि मोबाइल पकेटमा राखेर उफ्रिने मान्छे ऊ फेरि कता कता हिँडेको अब म तिमीलाई पानी खुवाइदिन्छु यहीँबाट पानी पिया क्या दिदी मोबाइल चाहिँ यहीँबाट पिया कि पानी छ्या भाइहरूले चाहिँ यहीँबाट पानी पिउँदैछन् गाइस दबाएछन् तिमीले नि दादाले जसरी नै खाऊ तिर्खा राखेन ठिक छ तिर्खा नलाग्यो अहिले पछि माथि पुगेर खान मन लाग्यो भन्नु पाइँदैन है गाइस वहाँ माथिबाट आएको छ हजुर के भन्दै हुनुहुन्छ भाइ फेरि पानी खाँदैछन् ल अब हामी फर्किँदैछौँ गाइज अब फेरि हामी माथि चौतारीमा जान्छौँ है त त्यहाँ गएर भेट्छौँ ल गाइज मेरो हालत नै भुत जस्तो भइसकेको छ भुतिया जस्तो कपाल बाँध्नु पर्ने छ म उता गएर कपाल बाँध्छु ल अनि अहिले टाइम चाहिँ 12:55 भएको छ बल्ल 1 पनि बजेको होइन हामी चाहिँ बिहानै 9 बजे खाना खाएर हिँडेका थियौँ यहाँ भाइ भन्दैछ कति गहिरो भन्दै गाइज गाइज भर्खरै त्यो सबै तलबाट तल गएर भाउजूले लिएर आउनु भएको छ
म फेरि यहाँ गडेँ गाइज यो लग्यो न म निक्लेर आउनेछु है सो गाइज अघि हाम्रो चप्पल खुट्टा हिलोमा गढेको थियो सो त्यही भएर हामी चाहिँ चौतारीतिर नगइकन फेरि फर्क्यौँ हजुरले पातको एउटा बेरी पुऱ्याउँछु भन्दै हुनुहुन्छ पात बाँध्दै हुनुहुन्छ अब हामीले चाहिँ यति कटुस भेटेका छौँ अझै भेट्छौँ होला खोज्यौ भने त भेट्छौँ के अब खोज्छौ कि खोज्दैनौ खै हेरौँ है त गाइज यहाँ माथि राम्रो सालको पात देखेर भाउजू जान लाग्नु भएको थियो के अरे भाइ त चढे माथि जाँदै हुनुहुन्छ गाइज म पनि जाने हो मलाई नआऊ अरे मलाई रिस्ट्रिक्सन छ गाइज सो स्याड मलाई नि भन्थ्यो न केही छैन कुनै अरू बेला जानेछु फेरि आउनेछु म यहाँ सो गाइज भाइ बहिनी नि माथि पुगिसक्यो अब म चाहिँ माथि जान लागेको म चाहिँ आफै जान सक्छु त्यहाँ चाहिँ घुसाटेको यो हँसिया लिनु त कटुस र हँसिया मोबाइल ल्याउनु के मोबाइल नै लिनु मलाई देखाइदिनु त्यो भोल्युमवाला बटन तल गरेर त्यताको साइड होइन त्यो यस्तो अर्कोचोटि आँटिसक्यो सो गाइज म जाँदैछु अडिन पर्छ नानी लागेको यता यता अलि लुज छ छैन बट नो प्रब्लम म एक्सपिरियन्स छु ल गाइज फाइनली आइपुग्यो ल रेकर्ड भयो देखाइदिएको के हँसिया लिनुहुन्छ म चाहिँ यसो भागिहालेँ कतै नछोइकिन गाइज ल यहाँ बस्दै खान यिनीहरू हेलो यहाँ बस्दै खान त्यहाँ कटुस पनि रहेछ कटुस खोज्न जान्छु म यो पातहरू टिप्नु न नबोला हेर्नुहोस् गाइज यहाँबाट ल गाइज यहाँको भ्यू क्या राम्रो छ जाउँ है त माथि माथि यहाँ बस्छन् तिनजना भाउजू तपाईँ टिप्नु भयो म चाहिँ यहाँ कटुस रहेछ सो कटुस टिप्न जाँदैछु ब्याग बोकेर है सो गाइज अब यहाँ कटुस खोजौँ यी कटुस रहेका छन् यहाँ चाहिँ म बिना लट्ठी नै लिएर आएको लट्ठी चाहिन्छ जस्तो छ यस्तो यहाँ रुखमा पनि छ सो म एकछिन यहाँ कटुस खोज्छु नि त्यसपछि तपाईँहरूलाई देखाउँछु है त यहाँको भ्यू एक्सप्लोर गर्ने सो गाइज यहाँ यता घुमेर चाहिँ मैले यति भेटेँ अनि हेर्नुहोस् त यहाँ रुखमा नै छ क्या यसलाई यस्तो हान्नुपर्छ अनि निकाल्नुपर्छ ल खै निक्लिन्छ जस्तो लाग्दैन उयो काँडामा रहेछ यसलाई निकालौँ है यस्तो गर्ने तपाईँहरूले कमेन्ट गर्नुहोस् है देख्नुभयो भने चाहिँ हामी फेरि पछि नै आउनेछौँ खोज्नको लागि म आउनेछु फेरि पछि के यो निस्कियो यहाँ अर्को पनि रहेछ यहाँ त सब काँडाभित्र कहाँ गयो यहाँको खै यहाँ अर्को रहेछ यसलाई निकालौँ काँडाभित्र खोज्ने त हामी हो अब फेरि काँडाभित्र खोज्नेको हो निक्लिएको छ ल गाइज खस्यो तर यता अर्को त अर्को अघिको यहाँनिर रहेछ यहाँ पनि छ म फेरि यहाँ खोज्नु पर्ला जस्तो गाइज भाउजूले यहाँ कटुसको त्यो रुखमा भएको काँडा काट्दै हुनुहुन्छ अनि भैया छाड्नुभयो हामी भैबाट उठाउनेछौँ सो त्यति बेलासम्म चाहिँ म तपाईँहरूलाई यहाँ एक्सप्लोर गरेर देखाउँछु है त सो लेट्स गो ल राख्छु पकेटमा ल गाइज यहाँ भाउजू काट्दै हुनुहुन्छ हेर्नुहोस् त रुखमा नै पुरै छ काँडा अनि काटेर जानु पर्यो राम्ररी काट्नु है काँडा लाग्ला बेम्बोडा छ के सो लेट्स एक्सप्लोर गाइज यहाँबाट यस्तो छ है खन्साइतमा यता अगाडि यस्तो रहेको छ हटाइयो भयो खन्साइतमा आस यो भयो
ल अब चाहिँ टिकटक बनाउने भन्दै हुनुहुन्छ सो पछि भेट्छौँ है त। सो गाइज उताबाट 3जना मान्छेहरू आएको देख्यौँ हामीले अनि हामी चाहिँ यहाँ टिकटक बनाउँदै थियौँ। सो त्यही भएर भाइहरू भाइ र बहिनीहरू जङ्गलमा मान्छे नै नभए जस्तो मान्छे हेर्न भनेर त्यहाँ तल गएर बसेछन् के। हे भगवान् दिनु कटुसमा लिन्छ हजुर पात लिनु के अरे हेरेँ नि काट्ने हेरौँ है गाइज यिनीहरूको रियाक्सन के हुन्छ। त्यहाँ गएर बस्यान् मान्छे हेर्नको लागि मतलब सिरियसली। भाउजू सधैँ हुनुहुन्छ कता हेर्नुभयो अन्त लाग्दैछ भाउजूले चिन्नुभयो। हुन त मैले पनि चिने जस्तो नि लाग्दै हो। यिनीहरू के गर्दैछन् गाइस फेरि यहाँ। सो गाइस भाउजूले यहाँ पात मिलाउँदै हुनुहुन्छ। पात टिपेर म यहाँ टाढा बस्दैछु। पातलाई चाहिँ यस्तो गर्नुपर्छ कि त्यो भयो होइन त्यो गरेर भेट्ने होइन उता नजाऊ। सो गाइस अब हामी फर्किँदैछौँ। यताको भ्यू चाहिँ यस्तो छ है। अब चाहिँ हामी यता फर्किँदैछौँ घर जाँदैछौँ। अब चाहिँ हामी सिधै नै घर जान्छौँ। So thanks for watching. Hope you like this video. Please don't forget to do like, share, subscribe, comment. So thank you for watching. We'll meet in next video.